आज चाहिँ मैले मेरो लाइफ सम्बन्धी एउटा कुरा लिएर आएको छु। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेरेर धेरै माया अनि सपोर्ट गरिदिनलाई त। अनि त्यो कुरा चाहिँ के हो भने नि साथीहरू, जिन्दगीमा हामी सबै मान्छेहरूको कोही न कोही साथी त अवश्य हुन्छ नि हैन। हो त्यस्तै मेरो पनि पहिला एकदमै धेरै साथीहरू थियो। तर त्यो साथीहरू चाहिँ नि कस्तो खालको थियो भने खोलातिर लडाई झारेर तलतिर बगाएर मासतिर खोज्नु जानुपर्ने खालको थियो के। एकदमै केही कुरा काट्ने, आफ्नो केही कुराहरू सुनायो भने त्यो कुरा अरूलाई गएर सुनाइहाल्ने के। मैले चाहिँ मेरो बारेमा जति उनीहरूलाई कुरा सुनाउँछु नि, उनीहरू चाहिँ त्यसकै डबल कुरा बढाइ चुलाई अरूलाई सुनाउने के कुराउटेहरू। अनि फेरि जुन साथीलाई उनीहरूले गएर त्यो कुरा सुनाउँछ नि, उनीहरू पनि गतिलो चाहिँ होइन कि। अनि फेरि उनीहरूले नै आएर मलाई सुनाउने कि यसले त यस्तो तेरो बारेमा यस्तो भन्दैछ त्यस्तो भन्दैछ भनेर। बाफ रे बाफ, यस्तो आरिस है तिमीलाई म माथि। म राम्रो लाग्दैन, मेरो केही कुराहरू राम्रो लाग्दैन भने बरु मेरो अगाडि आएर सिधै भन न। किन मेरो पछाडि कुरा काट्दै बित्थामा तिमीहरूको मुख मात्रै दुखाउँछौ? न मैले तिमीहरूको केही खाइदिएको छु न केही गरिदिएको छु। यस्तो मान्छेहरूको लागि चाहिँ कसले हो पनि ठिक्क नाम पनि राखिदिएको छ कि दही चिउरे भनेर। सायद यो नाम राखिदिने मान्छेलाई पनि उनीहरूको साथीहरूले यस्तै बेहोरा देखाएर होला यस्तो नाम राखिदिएको। म चाहिँ कहिलेकाहीँ त्यो साथीहरूलाई यसो सम्झिन्छु, घरि हाँस पनि उठेर आउँछ, घरि रिस पनि उठेर आउँछ। अरे तिमीहरू कतिसम्म बेवकुफ के। यदि अहिले त्यो साथीले मेरो बारेमा कुरा काट्दैछ भने भोलि त्यो साथीले नै तिम्रो बारेमा पनि त कुरा काट्न सक्छ नि त। यो कुरा चाहिँ तिमीहरूको दिमागमा कहिले आएन है? बुझ्नेलाई त एक नजर नै काफी भने जस्तै, बुझ्नेलाई त बुझिसक्यो होला मैले कसलाई भनेको भनेर। यस्तो साथीहरू चाहिँ मेरो एउटा दुईटा मात्र होइन कि धेरै थियो र अझै पनि छ। र आजभोलि चाहिँ यस्तो कुराउटे साथीहरूदेखि म चाहिँ एकदमै टाढै बस्छु। तर मलाई दुःख पर्दाखेरि साथ दिने साथीहरू पनि छन् है 2-3 जना। यस्तो साथी तपाईँहरूको छ कि छैन कमेन्ट गर्नु है त।